हेलो फ्रेन्ड्स, गुड मर्निङ। जुजुलप्पा सेवारो टासिदीले हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दै म पनि सन्चै छु भन्नु चाहिँ अलिकति गाह्रै परिरहेछ साथीहरू। मलाई चाहिँ अलिकति ज्वरो र सर्दी लागिरहेको छ। अहिलेको के भन्नु मौसम चेन्जले गर्दा पनि होला, अहिलेको भाइरल ज्वरो अनि सर्दी। हिजोसम्म चाहिँ सुदीप बाबालाई लागिरहेको थियो नि त, अन्त हिजो रातिदेखि चाहिँ मलाई आइरहेछ अनि दबाईहरू खाइरहेको छु। निको भइहाल्छ, केही छैन। वर्षमा एकचोटि ज्वरो मार्की लाग्नु एकदमै आवश्यकतै छ होइन। ठुलो बिमार नलागोस् यस्तो त लाग्दै गरोस् न। एनिवे साथीहरू, हिजो साका दावाको अन्तिम थियो, त्यो भएर हामी दुई बुढाबुढी चाहिँ महाकालधाम जाने धेरै महिनादेखि इच्छा गरेका थियौँ र हिजो राम्रो दिन पारेर हामी गयौँ है महाकालधाम। तर जानु पनि यस्तो टाइममा भयो कि फर्स्ट आवर जानै पाएन है। सेकेन्ड आवर 2 बजीतिर गएको भन्नु न साथीहरू। हामी फर्स्ट आवर चाहिँ सुदीप बाबाको पनि अलिक काम थियो अफिसियली, अनि मेरो पनि कतिवटा काम थियो, त्यसले गर्दा फर्स्ट आवर जानु मिलेन र सेकेन्ड आवर गयौँ। तर सेकेन्ड आवर जाँदा चाहिँ एकदमै राम्रो दर्शन भयो। फर्स्ट आवर गएको भए चाहिँ हिजो अब धेरै भिड हुन्थ्यो होला होइन। सेकेन्ड आवर 2 बजीतिर गएकोले गर्दा चाहिँ खाली भेट्यौँ, राम्रोसँगले पूजाहरू गर्नु पायौँ, खुसी लाग्यो साथीहरू। अनि हजुरहरूलाई पनि एक महाकालधामको दर्शन गराउने निर्णय सोचेँ नि त, निर्णय भन्दा पनि त्यो भएर भिडियो अलिअलि गरेर आज हजुरहरूको समक्षमा लिएको छु। र भिडियो हेरेर लाइक, कमेन्ट, सेयर गर्नु नबिर्सिदिनु होला है साथीहरू। अनि भिडियो कस्तो लाग्यो प्लिज कमेन्टमा भनिदिनु होला। शांति शरीर शांति नवग्रह शांति शनि राव हरि ओम अजेन बद्दुबली राज दान वेद महाबलम तेन किम प्रतिन रक्षम चल देव शांति पृथ्वी शांति रापा शांति शरीर शांति नवग्रह शांति शनि राव केतु उल्का ब्रह्म संकट सब अरिष्ट ग्रह शांति मनोकामना पूर्ण दशाग्रह शांति इच्छा सिद्धि उन्नति नौकरी प्रगति व्यापार व्यवसाय उद्योग तरस घर परिवार में सुख शांति लक्ष्मी जी को वास सम्मान वचन कर्म धर्मले सदा जीवन सुखी छोरा छोरी को बल बुद्धि विद्या मिले सबै परिवार का सदस्य सब मार्ग में लागुन सब अरिष्ट ग्रह शांति लंबोदराय सकलाय जगदिताय नागातनाय श्रुति यज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते गणपति देवता सदा रक्षक सब परिवार में शांति कल्याण हो सदा। साथीहरू, हामी चाहिँ मन्दिर चाहिँ दोमन हुँदै गएको भन्नु न। अब ढिलो भइसक्यो, कसरी जानु भन्दै गयो होइन। त फेरि आइनहोस् जाउँ भनेर चाहिँ गएको नि त। दोमन हुँदै गएको भन्नु न। जाउँ कि नजाउँ हुँदै गएको नि, किनभने अब ढिलो भइसक्यो। मन्दिर पनि बिहानै जानुपर्छ भन्ने भएको थियो नि त, त्यो भएर। तर पनि गयौँ, राम्रै गरेछौँ साथीहरू, राम्रोसँगले पूजा आराधना भयो नि त। यो चाहिँ हिजो बिहान नै हामीले लगाएको साथीहरू लुम्दा साका दवा हामीले बारेपछि खोल्दाखेरि चाहिँ यसरी लाउनुपर्छ अरे नि त लुम्दारहरू, त्यो भएर हिजो हामीले लगाएको बिहानै।